जय गुरु जय गुरु यिनीहरू हाम्रो गाउँका मान्छे हुन् क्या यिनीहरू गोरखनाथ हुन् क्या गोरखनाथ गोरखनाथ भन्ने चाल्पा हौ कालिका मन्दिर छ नि गोर्खा कालिका त्यहाँ गोरखनाथको त्यहाँ ऊ छ हो गोरखनाथ आयो गोरखनाथ आयो शिव गोरख जय गुरु गोरखनाथ केराबारीका आइपुग्यो हाम्रो गोर्खालीहरू नेपाली 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 हो कता जान्छ अब तपाईँहरू ल ल जानु जानु यहाँ लास्टमा आए पनि हुन्छ यिनीहरू मिलाउँदै गर्छ सिधा सबै मिलाएरै दिन्छ हजुर बनाऊ बनाऊ म यहाँ उभिरहन्छु भिडियो बनाइरहन्छु ल Hey buddy, how you doing? You okay? You okay? I like doggies, guys. He's looking for some honey and snacks and yeah. It's a beautiful morning, hey guys? जय गोरखहरू राख क्या यहाँ अब यो गोरखनाथको महिमा अलि हिस्ट्रीमा टुरिज्ममा भएर मैले धेरै कुराहरू यो बाध्यताले मैले वर्णन गर्थेँ के अरे होइन kind of a retired tourist guide or what do you call retired storyteller multi-languages spoken local guide from Nepal, huh? Sounds okay, guys? Really, more oxygen, guys. More oxygen. Yeah. हाम्रो छिमेकीहरू हाम्रो गाउँघर ह्याप्पी तिहार सबैलाई मेरो साथीहरू वाइटीको साथीहरू फेसबुकको साथीहरू म्युचुअल साथीहरू अनि क्या देश विदेशमा रहनुभएको साथीहरू गाउँले साथीहरू कलेजको साथीहरू स्कुलमेटहरू सबैलाई सम्झेको छु तपाईहरुको माया र हौसलाको लागि चाहिँ म चाहिँ अति कृतज्ञ छु ओदाइ कता हो है साथीहरू Beep 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 beep. आजको लक्ष्मी पूजाको दीपावलीको शुभकामना दिनलाई मात्रै मैले यो छोटो भिडियो बनाएको साथीहरूलाई है साथीहरू ह्याप्पी दिवाली स्वस्थ रहनुहोस् खुसी रहनुहोस् जहाँ भए पनि यसो कमेन्ट छोडिदिनुहोस् I get updated तपाईहरुको माया हाम्रो फ्रेन्डशिप I could renew from your comments, okay? Every single comments values me a lot, okay guys? Smile, cheers. Yeah, I would take you soon to the Yaki zone, you know, Montania, okay? Understand what I mean? हाम्रो सहर सफा सहर हाम्रो चितवन राम्रो चितवन guys here we go happy tiar again पहिला ठेला गाडा आउँछ ट्र्याक्टर आउँछ अनि बल्ल गाडी आउँछ अनि प्लेन आउँछ नि पोखरामा पहिले ठेला गाडा नचलिकन पहिले प्लेन आइदिएको तपाईलाई थाहा होला नि
पोखराको एयरपोर्टको इतिहास साथीहरू। है त साथीहरू, म यो गोरखनाथलाई अलिकति दान दक्षिणा गरेर नवग्रह शान्ति ग्रह के चाहिँ टुङ्ग्याएर तपाईँहरूलाई फेरि पनि ह्याप्पी दिवाली भने। तिहारको धेरै धेरै शुभकामना। देउसी भैले खेल्नु होला, मनोरञ्जन लिनु होला, मिठो खाना खानु होला, दिदीबहिनीलाई सम्झिनु होला। यु गेट ब्लेसिङ। यमराजसँग दिदीबहिनीले फुलको माला लाएर चाहिँ यो फुल डिस्कलर नहुन्जेल तिमी आउनु पाउँदैनौ भनेको त्यो कहानी छ नि, त्यो मिथ छ नि हाम्रो। भेरी मिथिकल फेस्टिभल। हामी चाहिँ चाडपर्वहरूलाई अलिकति भ्यालु दिएर मनाऊँ है साथीहरू। है त राखेँ है त साथीहरू, 5 मिनट त नआएको छ, मैले 5 मिनट छोटो बनाएको। धन्यवाद। सी यू अगेन, सी यू अन माई नेक्स्ट ब्लग।